पानी पर्ने बेला यस्तो पहाडको यस्तो डेन्जर बाटो र गाउँमा भएको यस्तो डेन्जर ढुङ्गाको पुल अनि क्रस फायर उडाउने ठाउँमा बस्दा चढाएर यस्तो काठको पुलबाट गाडी लगेर म सहरबाट गाउँमा मान्छेहरूलाई पुर्याउन सक्छु होला त। लकको सुरु हुन्छ बीच बाटोबाटै। प्यासेन्जरहरूलाई काकर भित्ताबाट काठमाडौँ पुर्याएर भर्खर हामी खाली गाडी लिएर फर्किँदै थियौँ। त्यो पनि खलासी र म दुईजना मस्त हावा खाँदै एक्लै। दुईजना भनेपछि एक्लै भन्न मिलेन, दुईजना हो। अनि अचानक गाडीमा टिरिङ गर्दै फोन आयो। फोन उठाउनु भन्दा सर्वप्रथम अगाडि गाडी साइड लाउनै पर्यो। कलमा एउटा अङ्कलले भन्नुभयो, तपाईको गाडी छ भन्ने सुनेको थिएँ। हाम्रो गाउँमा 13-14 जना छन्, त्यति मान्छे गाउँ जान चाहेका छन्, गाडी लिएर आउनु न। ठिकै छ नि त भनेर मैले कल राखिदिएँ। आज हाम्रो गाडीमा पनि केही चेन्ज छ। भाले बसलाई छोडिदिएर भाले बसको बाउ लिएर आएको छ। यसको लुक्सको कुरा गर्नु पर्दा एकदम 10/10। पछाडि रोयल फ्यामिलीको फोटो, ब्लू कलरको बस एकदमै झक्कास। अब यो गाडी तपाईहरुलाई पनि कुदाउनु मन छ भने भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। अब यो गाउँको ट्रिपमा जानु भन्दा अगाडि यसो खलासी भाइसँग पनि डिस्कस गर्नुपर्ने हुन्छ। मैले मात्र डिसाइड गरेर पनि भएन, त्यही भएर यसो डिस्कस गरेँ। त्यसका बाद डिस्कस गर्दै बाटो ठुल्ठुलो पानी पर्यो अनि ट्याक्सीले मलाई झन्डै उडाइदियो। डिस्कस गाडी कुदाउँदै गरौँला भनेर सिधै म चाहिँ गाडीभित्र छिर्दिएँ। डिस्कस गर्दा गर्दै खलासी भाइले जाममा त पैसा छप्प आउँछ भन्दै थियो। ठ्याक्कै त्यो अङ्कलको टिमिङ गर्दै फेरि फोन आयो। फेरि बुढो भन्छ, बाटो पानी परेको मौसम छ, गाडीलाई चाहिँ यसो सर्भिस सबै गरेर ल्याऊ, बाटो एकदम डेन्जर छ भन्छ त्यसका बाजे। त्यसपछि गाडीभित्र दुई भाइ भएर यसो सल्लाह गरेँ। मौसम पनि एकदमै खराब छ, गाडी त चिटिक चटक छ, आके हुँदैन, सर्भिस गराएपछि मजाले पुगिन्छ होला भनेर सिधै मैले ग्यारेजमा छिराइदिएँ। ग्यारेज चाहिँ हो आफ्नो साथीको, यसो केही रकम डिस्काउन्ट हुन्छ भनेर त्यही छिराइदिएँ। अब त्यो साथी छ कि छैन भन्ने कुरा हो। अनि गाडीलाई त्यहाँ पार्किङ गरेर यसो गएर बुझ्दाखेरि ठ्याक्कै साथी नभएर त्यसको हजुरबाउ रहेछ। त्यसको हजुरबाउ फेरि लास्ट कन्जुस। ठिकै छ नि त, कन्जुस बाजे छिटो गाडी चाहिँ सर्भिस गराइदिनु भनेर काउन्टरमा गएर यसो गरौँ भनेर अर्डर दिएँ। 1 घन्टा लाग्छ, एकछिन पछि आउनु भनेर मलाई त्यहाँबाट निकालिदियो। मलाई निकाल्न त कसैले सक्दैन, यसो रिक्वेस्ट गर भनौँ न। अनि यसो फिता चप्पल पड्काउँदै बाहिरतिर पसल खोज्न थाले। बाहिर एउटा सानो चिया पसल जस्तो रहेछ, त्यही 20 रुपियाँको चिया खाएर 1 घन्टा बसेर वाइफाई चलाएर निस्किनु पर्यो भनेर छिर्दिएँ। 1 घन्टा भनेर 2 घन्टा बसेछु, त्यही भएर फिता चप्पल पड्काउँदै कुदेर सिधै पुगे ग्यारेज। सर्वप्रथम हामीले चेकआउट गर्नुपर्ने हुन्छ आफ्नो गाडी। त्यसका बाद खलासी भाइलाई के हतार परेको अघि नै आएर बसिसकेछ। अनि आज यसले लिपस्टिक जस्तो लागेको छ किन होला। अनि काउन्टरमा गएर सर्भिसिङको के कति खर्च लाग्यो भनेर सोधेको त 32,000 लाग्यो। यो साला बुढो अबदेखि आएछु भने अब चाहिँ आउने बेला साथीलाई कल गरेर आउँछु, यतिकै यो बुढो भएको बेला चाहिँ आउनु हुने रहेछ भनेर मैले सिधै गाडीलाई ब्याक गरेर हिँडेँ आफ्नो गन्तव्य मतलब आफ्नो डेस्टिनेसन तर्फ। गाडी जे सकेको भन्दा स्मुथ मोबाइल हालेर बाबा जग्गाचक बनाइदिएछ। त्यो पनि यति खर्च त नलाग्नु पर्ने भनेर गाडी निकालेको थिएँ। एउटा टुरिस्टले बाटो काटिदिएर। अब आउने हाम्रो सम्पूर्ण ट्रिपको भिडियोमा चाहिँ यही भाले बसको बाउलाई लिएर आउनेछु। अझै यो गेम खेल्दाखेरि टक्कसँगले कालो चरा उडे जस्तो उडेर चाहिँ तपाईँहरूले ध्यान दिनुभएको छ कि छैन कमेन्ट आउने। यो गाडीको इन्टेरियर चाहिँ एकदम बबाल छ। ठ्याक्कै अगाडि चाहिँ मेरो वान अफ द फेभरेट कार्टुन क्यारेक्टर डोरेमोन, साइडमा पिकाचुहरू पनि छ। यस्तो अति डिजाइनवाला गाडी त्यति मन पर्दैन, त्यही पनि यो चाहिँ अलिक झकास छ। यतिको मिल्दो डिजाइन चाहिँ अलिक पर्फेक्ट नै हो गाडीको लागि। गाडी त सर्भिसिङ गरेर चकाचक भयो। एउटा फोटोसुट हान्नुपर्छ भनेर एउटा राम्रो ठाउँमा लगेर टक्कसँगले गाडी रोकेको थिएँ। यसो भिडियो सुट हान्दा एउटा खन्ती बोकेको मान्छे लगर चाहिँ मान्छे हो कि मान्छे हो जोसुकै होस् भनेर खतरासँगले फोटो सुट गरिसकेपछि त्यसपछि 8-9 किलोमिटर खाली गाडीसँग यात्रा गरिसकेपछि म पुगिसकेको छु मान्छे लिने ठाउँमा। सोचेको थिएँ ट्रिपमा जाने मान्छेहरू सबैजना एकै ठाउँमा आएर बसेका छन् होला भनेर, तर त्यहाँ त 2 जना मात्रै थियो। अरू सबैलाई सबैको घर अगाडिबाट टिप्नु पर्ने। सब नेपालीहरूको बानी चाहिँ यस्तै हो, सबैलाई इजी लाइफ चाहिएको। नेपालमा ड्राइभरहरूको जिन्दगी पनि सजिलो छैन नि। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि यो सुन्दिन त के भएको। त्यसपछि टेन्सन अलिकन गाडीलाई टक्कसँगले मैले निकालेर सरर हिँडेँ। कुदाउनु पनि एकदम स्मुथ, एकदम मजा आइरहेको थियो, एकदम कुदाइराखौँ जस्तो। र मान्छेहरू कता बसिरहेछन्, टक्कसँगले राम्रोसँग हेर्दै जानुपर्ने हुन्छ। यस्तो गर्मी मौसम चाहिँ त्यही भएर मैले गाडीको झ्याल खोलिसकेको छु। झ्याल खोलिदिनु त एउटा बाहना हो, अटोमेटिक सिस्टमको झ्याल देखाउने मेरो चाहना हो। अटोमेटिक सिस्टमले झ्याल खोल्ने यो टेक्निक रहेछ, यसमा त्यही भएर देखाइदिएको छु भनेर गफ गर्दा हामीले एउटा मान्छेहरू बसेको ठाउँ भेटिसकेको जहाँ हुँदो रहेछ। एउटा खन्ती बोकेको मान्छे, एउटा परम सुन्दरी, एउटा ब्याग बोक्ने एउटा हजुरआमा। त्यहाँबाट जम्मा 5 जनालाई बोकेर जम्मा 7 जना बोकेर अब चाहिँ अर्को मान्छेहरू खोज्नुपर्ने हुन्छ। जम्मा 13 जना भनेको थियो अघिको बुढोले। बाटोमा जाँदा कन्फिडेन्ट वाला भ्लगर दिइसकेको छु। म भित्र पनि यतिको कन्फिडेन्ट भएको भए म पनि नम्बर 1 भ्लगर बनि सक्थेँ। नन स्टप भ्लगिङ गरेर हिँडेको होइन छ एउटा। रेड सी कहाँसम्म हिँड्दै पुग्दो रहेछ भनेर ध्यान दिइदिनु झन्डै गाडीले स्कुल र ड्याकेट ठोकिदिएर रया चाहिँ बेमतलबको एकदमै भयङ्कर जाम लागिसकेको छ। यो जामलाई चाहिँ मैले ब्रेडमा दलेर खान पनि मिल्दैन, त्यही भएर म त्यहाँबाट निस्किसकेको छु। त्यस्तो पनि जोक हुन्छ, हाँस उठेन है कसैलाई त हाँस उठेन। र अगाडिको 3-4 ठाउँमा मान्छेहरूलाई चढाइसकेपछि चाहिँ माथिको एरिया सबै फुल भइसकेको छ र मैले तिरपालले बाँधिसकेको छु सामानलाई।